यो गाइज आज चाहिँ म आफ्नो भाले बस लगेर आफ्नो मामघर जानेवाला छु। हेर्नुहोस् है त पुरा भ्लग कस्तो हुनेवाला छ। हेर्न हाम्रो रोड चाहिँ एकदमै बब्बाल रहेको छ र भ्यू हेर्न सक्नुहुन्छ। भ्यू झन् एकदमै बब्बाल। यस्तो बेला त मलाई एकदम नाच्न मन लाग्छ। हेर्न सक्नुहुन्छ नाच्न नजान्ने आँगन टेढो। यो गाइज अब चाहिँ म बसमा चढिहालौँ। हेर्न सक्नुहुन्छ मेरो बस कुच्चिएर यहाँ कस्तो भइसकेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो बुढो मामाघर जाँदाखेरि कुच्चिएको हो। तर अब चाहिँ म आफ्नो मेन मामाघर जानेवाला छु। हेर्नुहोस् यो नजारा चाहिँ मलाई एकदमै ब्युटिफुल लाग्यो। मलाई चाहिँ 10 आउट अफ 10 लाग्यो यो नजारा। हेर्न सक्नुहुन्छ। तर हजुरलाई कति लाग्यो त्यो कमेन्ट गरिदिनु होला। 10 आउट अफ कति लाग्यो कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ लास्टै प्याक रहेछ। अघि मैले गाडी रोकेको थिएँ त मामघर जानको लागि, त्यसैले प्याक रहेछ। झन्नले यो गाडीले चाहिँ ठोकिएछ। झन्नले ठोकिएन छ भन्न लाग्थ्यो तर ठोकिएछ गाइजहरू। अब के गर्न सकिन्छ र गाइज यस्तै हो। अब मामघर जानियो, मामा घर जानियो, चिचिपापा खानियो भन्दै या। तर यो बाटो चाहिँ एकदम के उकालो ओह्रालो यस्तो मलाई बब्बा लाग्छ। यस्तै बाटोमा मलाई मेरो चलाउने ड्रिम थियो गाइज, ड्रिम। तर यो गेमले गर्दा पुरा गरिसक्यो। के तपाईँ यो इन्डोनेसिया बस सिमुलेटर गेम खेल्नुहुन्छ? यदि खेल्नुहुन्छ भने लाइक गर्नुहोस्, यदि खेल्नुहुन्न भने लाइक गर्नुहोस्। गर्न चाहिँ गर्नुहोस्। अनि सब्सक्राइब पनि खेल्नुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, नखेल्नु भयो सब्सक्राइब गर्नुहोस् है त। तर यो नजारा चाहिँ एकदमै बब्बा लाग्यो। यताउति गराउँदै यहाँ आउट अफ कन्ट्रोल। यो ड्राइभिङ चाहिँ अलिक गाह्रो नै हुनेवाला रहेछ। यो स्टियरिङ घुमाउँदा अलिक गाह्रो हुन्छ गाइजहरू। यो मोडमा यसरी घुमाउनु हुन्छ त त्यसमा अलिक गाह्रो हुन्छ। नत्र त यो बब्बा लाग्यो क्या गाइजहरू। मैले भन्नै सक्दैन के गर्ने हो के। हेर्नुहोस् त कस्तो उकालो आइदिया क्या। हित्ती अलि झाक्यो भने त खत्तम भयो। आयो झ्याप्पा आइदिन्छ नि यता साइडपट्टि गाडी आयो पनि थाहा पाइँदैन क्या गाइजहरू। हेर्न सक्नुहुन्छ यार के गर्ने यो बाटो चाहिँ मलाई एकदम बब्बा लाग्यो क्या। 10 आउट अफ 10 मैले भन्नै सक्दैन कि कति पालि 10 पालि भने पनि यो बाटो त मलाई बब्बा लाग्यो। यहाँ हेर्न सक्नुहुन्छ अब बाटो यहाँ सानो हुँदै गएको छ। अब मामघर पनि आउँदै रहेको छ। मामघर जानियो, चिचिपापा खानियो गाइजहरू। हजुरलाई खान मन लाग्छ हल्का अफरोड गरिदिउँ न त मामघर चाहिँ त। ल है पिच रोडमा आइयो हुन त नगरम पछि यहाँ झ्याउला भनेर फेरि यता आइसक्यो गाइजहरू। त्यसपछि यसो पानी पर्नु ला जस्तो गरेर पानी पनि परिहाल्यो। हेर्न सक्नुहुन्छ यो मामघर जाँदा पानी चाहिँ लास्टै ठुलो पर्यो। अब गाइज धेरै त नबनाऊँ। अब लगभग 4 मिनट जति कुर्नुहोस् अनि मेरो प्यारो मामघर आउनेवाला छ। मेरो मामघर चाहिँ यसो पहाडको बिचमा यस्तै छ। अब तपाईँलाई के भनौँ लास्टमा हेर्नु होला। मेरो मामघर जाँदा चाहिँ यसो मामघर भूतहरू बस्नेवाला छन्। हाम्रो मामघर चाहिँ भूतहरू बस्छन्। कहिले घरै गायब गरिदिन्छ तिनी भूतले। यदि विश्वास गर्नु भने पुरा भलक हेर्नुहोस् या फिर हल्का कटाएर हेर्नुहोस्। नकटाउनुलाई फेरि गफाने हल्का यसो पुरा हेर्नुहोस्। अनि पुरा हेर्नुलाई मेरो मामघर आज गायब भएको छ या छैन हेर्नु सक्नुहुन्छ। तर यो भ्यू चाहिँ बब्बा लाग्यो। वरिपरि जङ्गल, हरियो जङ्गल, चिल्लो रोड र हाम्रो प्यारो भाले बस। यस्तो भ्यू त वाह मलाई त एकदम बब्बा लाग्यो। झन्नले यो गाडी पनि यो गाडी बिचमा आइदिएको यहाँ झन्नले यो बोनट कुचिन लागिसक्यो फेरि। अब के गर्न सक्नुहुन्छ गाइजहरू। हिलो चिप्लो हिलो त नै चिप्लो छ। हेर्न सक्नुहुन्छ अब आउट अफ कन्ट्रोल भइदिएर जान्छ। अब के गर्न सक्नुहुन्छ र यस्तो पानी भएको छ हेर्न सक्नुहुन्छ रोडहरू। तर यो पानी परेर चाहिँ मजा एउटा लास्टै खुसी भएको छु क्या। के भन्दाखेरि यो पानी परेर यो रुखहरू बिरुवाहरूलाई पानी पुगेको छ त्यही भएर यति हरिया छन्। नत्र यहाँ सुकेर कस्तो हुन्छ कस्तो। अहिले चाहिँ घाम लागिसक्यो गाइजहरू हेर्न सक्नुहुन्छ। त्यही पनि यो अग्न पानी परेको कारणले चाहिँ अहिले यो जमिन चाहिँ चिसो रहेको छ। अब हाम्रो मन्जिल चाहिँ एकदमै करिब रहेको छ। हेर्न सक्नुहुन्छ हाम्रो मन्जिल चाहिँ एकदमै करिब छ। अब कम्तीमा पनि 2 मिनट यस गाइज 2 मिनटभन्दा बढी लाग्नेवाला छैन हाम्रो मामघर जान। हाम्रो मामघर चाहिँ आउन लागिसक्यो। अब गाइजहरू खुसी हुनुहोस्, नाच्नुहोस्, रमाउनुहोस् र लाइक र सब्सक्राइब गर्नुहोस्। यो स्पिड लाग्दा चाहिँ यो बस चाहिँ चुरुक्क उर्किन्छ क्या। मलाई यही खतरा लाग्यो अग्न भक्कर। यो बोल्न त सकेन। अब यसो उता भित्र कसरी लाग्यो गाइजहरू म त्यही अचम्म परेको छु। स्पिड लगेर त्यही ठोकिदिन्छ अनि भित्र चुइँ जान्छ है। मेरो भनाइ त्यही हो। तर
हेर ल है गयो नभन्दै हेर त झन्नैले ढल्न लाग्यो बच्च्यो झन्नैले ढल्न लाग्यो यो सिसा यताउति सब फुट्यो अब यसो घुमाएर टक्क लाएर मामगढतर्फ लागम ल है गाइजहरू यो फुच्चे गाडीले चाहिँ मलाई ओभरट्याक हान्दियो के यो भाले बस देखेर कोही ड्रानन् गाइजहरू के गर्ने ल है यो भ्यू चाहिँ एकदमै बब्बाल छ तर यो फुच्चे बसले मलाई जितिरहेको चाहिँ यसलाई ठोकिदिउँ र ल यसलाई पनि आफ्नो मामगढतिर लग्छु भने त यो चाहिँ उता गयो के हुन सक्छ मेरो मामगढ चाहिँ आउनु लागिसक्यो हेर्न सक्छ गाइजहरू आइयो मेरो मामगढ कसले गायब हान्थ्यो झ्याप्प बिरेक हाने यसो झरेर हेर्नु पऱ्यो यता त गाडीहरू आफै गायब भइरहन्छ नि यार के गर्ने हो मेरो मामगढ हेर्न सक्छ यो बाटो आदि कता गयो कता हेर्न सक्छ यो के हो यो बस कुचेर हैरान भएको छ यिनी गाडीहरू पनि अचानक गायब भइदिएको छ हेर्न सक्छ यिनी गाडीहरू कहाँ जान्छन् के हो यस्तो म त डर लाग्न लागिसक्यो गाइजहरू हेर्न सक्छ यो गाडीहरू त कहाँ जान्छन् कहाँ हाम्रो यात्रा चाहिँ यति नै थियो र हजुरले लाइक र सब्सक्राइब चाहिँ गर्नु होला हेर्न सक्छ यिनी गाडीहरू चाहिँ कहाँ जान्छन् कहाँ अब म पनि तल जानु पर्यो के थाहा यहाँ तल मेरो मामगढ छ कि भने तल हो अब म त कहाँ आइपुगेँ गाइजहरू मलाई त लास्टै डर लाग्यो यो बस त हावाको हावामा छ कतै म ग्यालेक्सी पृथ्वी भन्दा बाहिर त पुगेन अब पृथ्वीमा त झर्न लागेको छैन के हो यो ड्राइभरलाई सोध्छु है ओए हामी कहाँ आयौँ बाबु ओए कहाँ आयौँ भन् त ल छिटो भन्नु यार कहाँ छौँ हामी त बसमा छौँ ड्राइभर अङ्कल म तपाईँलाई हेर्दैन तपाईँले मलाई खिजाउनुहुन्छ नत्र खिजान्न हो मैले त कहिले पनि कोहीलाई पनि खिजान्न ल है अब चाहिँ यो भिडियो बन्द गरौँ नत्र भने के भनौँ थाहा छ नत्र भने ऊ हुन्छ क्या थाहा पाउनु भने हो ऊ हुन्छ ल बाई।